उता भिसिकल गरेस् के म गरिहाल्छु नि गाउँको भिडियो हेरे त्यो कालोको कुरा छोड्दै नेपालमा सबै त्यही हो तर त्यो साइज यति लामो अनि लथक 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 चाहिँ के भएको त्यो तिमी बन्ने हो र कान्छा ओइ ओइ गाउँको भिडियो हेरिन नमारी भन्न ए म गोरी नै छु कसले भनेको हौ म काली छु भनेर नै गाउँको भिडियो हेरिन भन्न भोलि दिन त म उयो लाउनु पर्यो त्यो एउटा आउटर लाउनु पर्यो यार सेतो खालको मान्छे झुक्योस् न क्यास सेतो खुट्टा वा भनोस् न के अरे गाउँको भिडियो हेरिस् नै भन्न गाउँको गाउँको कसम गाउँको भिडियो हेरे त्यो कालोको कुरा छोड्दै नेपालमा सबै त्यही हो तर त्यो साइज यति लामो अनि लथक 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 चाहिँ के भएको त्यो कहिले पढाइदिएको भन न राति कहिले पढाइदिएको तर कहिले पढाइदिएको मैले त मेरो दिदीको मोबाइल हेरेको मेरो दिदीको मोबाइलमा त्यो दिदी त सँगै तिमीहरू दिदीले बहिनीको माथि तेरो दिदीको बुढा छैन छ है कहाँ छ उसको बुढाले त विदेशबाट पठाइदिएको त ए त्यस्तो है यस्तो थियो अरे हेर्न लद्रङ लन्द्रङ 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 यस्तो क्या त्यो ओखरको गुदी चाहिँ ठुलो रहेछ क्या परेको यो तपाईँले त 50 चोटि हेरे भन्दै थियो हौ म त हेर्दै हेरेन हो यसले त हेरेकै गर अरे उसको बुढीलाई त फोन त गरेन अरे 1-2 दिन त यसले हेर्नुको बिचीले त्यस्तै न्युज आएको थियो हाउरे नपरे बल्ल बढ्ने पनि माथि हाउरिने ओइ गाइस गेम जिताउन यत्रो यस्तो गरिब मान्छेहरूलाई म बस्दैछु के दिनु नि हो तपाईँहरू के साह्रो यत्रो 500 मान्छे यार यसो ट्याटो गर्नु गाइस सबैजना गाइस फलो गर्नु भने फलो गर्नुस् है गाइस सबैजना ट्याटो गर्नु गाइस सबैजना मिलेर ट्याटो गर्नु पनि गर्नु नयाँ आइडिया हो उता भिसिकल गरेपछि भाले नै पठाइदिन्छ यार एक्जाम जिताउनु न एक्जाम एउटा उयो दिन त उत्कृष्ट यस्तो है है उता भिसिकल गरेस् के म गरिहाल्छु नि प्रिया शर्मा 1 फलोवर्स के हो यहाँ वो प्रिया शर्मा ओइ सुन्न है जहिले सेताको लाएर किन बसेस् त राडी आइमे होस् कि बिदु आइमे होस् राडी आइमे हैन म गरिब आइमे हो गरिब आइमे त यस्तो सेतो बनाउँदो रहेछ यो गरिब जातिले सेतो कपडा लाउँछ गाइस सुनिराख्नु है मलाई नभन भन्न है राडी आइमे होस् यो मुरगुडा त कामै छ नि यसलाई न्युट राख्नु है गाइस अब यो धेरै बोल्छ क्या यो एक त पनौती पनि छ यो मुख कहिले धुँदैन लाई पर्दा ओठ हेरौँ न ओठ चक्रेको ओठ के जस्तो छ कसम तेरो ओठ र गङ्गुको लतर पतर एउटै देख्छु म हो अब मार्छ guys, churros, guys, double column, guys, double column. Oh, RRR, welcome. Oi, guys, बोल्देऊ न यार के साह्रो मेरोमा 600 जना मान्छे त गेम जिताउने मान्छे एउटा छैन त हौ त्यो 6 जना त पढान 6 जना त पढान गइ जान बोला न पढाइदिन फलो गर्नु भन्दा थ्यांक यू तामाङ आयो Thank you so much, Vinod. Bye bye, Solti. Guys, double पनि खेलौँ न गाइस सबैले डबल प्लिज सबैले ट्याटो गर्नु उता फलो पनि गर्नु गाइस मलाई फ्यानको हावाले डिस्टर्ब भएको छ कि नाइ ओ यो त बिहानदेखि लाइभ बसेको आजको लाइभ पुगेन सुत्नु नि चुप्लाएर भक्कर आएको चाहिँ माथाल्ने के हो तेरो खुट्टाको समस्या के हो ए म खुट्टा कहाँबाट सेतो हुन्छ त हौ तिम्रो पवन भाइ
देउता बुस्किङ लगा दे यार कालो मान्छेको सेतो खुट्टा हुन्छ माकुरी माथिमा बत्तीले बेक्लै टल्केछ खुट्टामा एकखेप लाउनु ओ गाई जान्छ बचाऊ भाइ एउटा बुढी हान्दिन न फायर भाइ सक्दैन नि रात नि थ्याङ्क यू सो मच राजी युजर हेर्नु न लिएर बसे ल्याउँछु त यो कति कति कोइनको विन थियो थाहा छ तँलाई 17 लिएर बसे ठोक भन्नु पर्दैन क्या थ्याङ्क यू सो मच युजर के अरे ए के फेरि काट्यो बना त नै के बनाऊ अगाडिबाट हान्नेलाई थोप्ला हुनु पर्यो नि त अनि गेम काटे फेरि पठा न त्यो चक्रे त कस्तो नराम्रो गाइस यो राम्रो छ पुग्दा भन्दा अगाडिबाट हान्लाई खुट्टा कति कालो भयो थोप्डा मात्रै सेतो रहेछ यार फाउन्डेसन गरेर सेतो भयो मान्छे त काली छु त ओइ हेर्नुमा केटा जस्तो खुट्टा छ क्या कस्तो ढाँटे होइन कि केटा जस्तो खुट्टा छ यार कति मोटो हो खुट्टा त हेर्न नसक्नु कालो छ हौ ट्याटो देखिँदैन हौ मेरो खुट्टा सानो छ यार कति सानो सर्लक्क परेको सेतो छ हेर हेर हेरी भोलि त इलेक्ट्रिक लाउनु पर्यो गाइस मलाई केटा भन्दा नि खतरा छ यार यसो खुट्टा ए यस्तै छ यो हात हेर यहाँ कति कालो छ यस्तै हो ट्याटो देखिँदैन भन्न सकेन ट्याटो देखिँदैन दिउँसो घाममा दुईटा खुट्टाको बीच के भन्छ हौ यो सोल्टी त बैठ कस्तो छाडा रहेछ गाइस डबल ट्याप थ्याङ्क यू सो मच युजर ओइ गाइस युजरलाई सबैजना फलो गरौँ न फायर कसम युजर फायर हो 17 उनी क्लियर बसी यार यो म्याथहरु पनि ओइ सुन न क्या कडा गेम गएको थियो तँलाई के थाहा कोसँग हिज अस्तिको विन स्टिक थियो 10 वटा अनि यो कविता रुम्बासँग ए भनेपछि आज 3 दिनपछि लाइभ आयो कि अनि कमाइ दरो बसेछ हैन ओइ त्यसो नभन्न हौ ओइ त्यसो नभन्न अहिले फुल पनि झर्दैन भाइ त कति पनौती छ होला तसँग गेम खेल्दा फुलै झर्दैन यहाँ के अरे 3 दिन गाउँ गएर आयो कि अब यसलाई त निन्दा राति सुत्दा पनि ट्याप ट्याप गाइज भन्दै बस्थ्यो ले यार माटो है निन्दामा हैन भाइ हो कि हैन ओइ गाइस टु रोजेस गाइस ओइ कसम कुनै घरबेटीले झिक्छ होला हौ ओइ मलाई घरबेटीले झिक्छ नि तपाईहरुको घरमा राख्नु ल थ्याङ्क यू दिपक थ्याङ्क यू रोशन एउटा फुल काट एउटा फुल प्लिज एउटा फुल डबल खोल्दिन न पुजे जान भयो कि तन्न मलाई पनि ल पुजे जान भयो यसको मेरो एउटा फुल दिने मान्छे छैन पुजे जान भयो क्या हो जान भयो ल मेरो दाइ जान भयो तिलक मगत थियो यसो चाहिँ फलोन गर्नुलाई रुमसी झारेको त्यही खुसी लाग्यो अरूबाट गाइस डबल पॉइंट ओइ मेरो काले यहाँ कोही पनि छ भिडाइदिन्छु मलाई पनि गेम जिताउनु गाइस गजिन युट्युब हान्दिन न हदर गर्छ नि डबल खेलौँ न गाइस डबल खेलौँ न एउटा मनि हान्दिन गाइस एउटा मनिको एउटा यस्तो चाकमा भाटा आना लाउनुपर्छ गाइस ओइ गाइस डबल पॉइन्ट गाइस डबल पनिशमेन्ट नदे फेरि यहाँ गिफ्टरहरु फायर भएर बसेछ फेरि तँलाई फेरि म धुब्बी धुलै हान्छु बाटो बजाए कसम मलाई कस्तो डबलै नखेलिदिनु भएको हो तपाईहरु त यस्तो पाप त नगर्नु न हो डबल क्लोज त खेल्नु पर्छ त ओइ गाउँमा बसेर 3 दिन मजाले जाँड खाएर आइस तेरा बुढी बाँस बान्ने एक दिन जाँड खाए कसम मातेर पिक्तुङ बिहान हैन
रायाको मासु पकाएको थिएँ अनि रायाको मासुसँग फेरि मतली सुध्रेको छ मतलीकोमा जाँड पाइँदैन पल्लो गाउँ जानुपर्छ जाँड लिनु अनि जाँड ल्याएको अनि 2 गिलास जाँड त्यति मासु खाएको थिएँ रायाको म त मात्र फिटन त्यहाँबाट त लुगा ब्ल्याङ्केटहरू सबै निकालेर गयौँ धुनु छतमाथि क्या मजा आएको थियो किन घरमा किन मसै लाग्दैन मसै लाग्दैन माथि गाउँमा लाग्छ नि अनि ब्ल्याङ्केट लिएर माथि छतमा नाङ्गै सुत्यो रहेछ त्यसो भए त अनि पुरै कट्टु नलाग्यो कट्टु लाउनु जान्छ धुनु लगाएको आमाहरूको घरको सबै लुगा फाटा ब्ल्याङ्केट स्ल्याङ्केट धुनु लगाएको मात्र यस्तो मजा चाल पनि पाइएन यार झन् छतबाट चाहिँ मुनि गइएन रहेछ क्या मजा बोकेर धुन पो गएको सबैजना धेरैजना छौँ धेरैजना नाङ्गै त्यसो नाङ्गै नखेलेछ नि के को नाङ्गा नहुँदा म मेक्सी लाउँछु जहिले कस्तो सिम्पल मेक्सी लाउँछु अनि अरू त के भन्नु यो तोर्पाले यो सधेर बोल्यो भने तैँले एउटा फुल पनि पार्दैन फेरि गाइस यो बचाउनु यार गाइस यो चक्रेले फेरि जित्यो यो अघि नि यो गेम जित्ने एउटा फुच्चे भाइ थियो नि त्यहाँ के पो थियो नाम पोक्छु मेरो विन देखेर मात्रै यो मेरो विन देखेर मात्रै हानेको रहेछ नत्र हान्नेवाला मान्छे होइन रहेछ नि मैले बुझिसकेँ लु यो गेम जितेर देखाउँ त अनि हो अनि चाहिँ हानेछै भन्छु ल नगर न अब कति अनि बोका खोजिन गाउँतिर बोका त खोजिरहेछ हुन त यसो गाउँमा बस्नु होला किन नहुनु ए हाम्रो गाउँतिर बोका पनि पाएन हामी बोका पनि खोज्दैन युसान ओ युसान ओइ एकछिनलाई मेरो छोरा सुतेछ झुल लगाइदिनु पर्छ यार ओइ नानी सुतेको ओइ काले सानो आमा कस्तो सुतेको त यति छिटो नि के भयो आज बोल्यो है ब्याट कमेन्ट नगर हेर केटा जति तैँले ब्याट कमेन्ट गर्यो मेरो केही हुँदैन भाइ रेलमा भेट टसँग गरौँला अनि पो मजा आउँछ आइकन गरिकन हुन्छ त के केही हुँदैन भाइ केही हुँदैन बरु फलो गर फाइदावाला थियो नयाँ नयाँ पोजिसन गेम हेर्न पाउँछस् त मलाई झारेले गर्न हुन्छ त के यत्रो बाउ बजी भयो भने अब बाउले त्यस्तो कमेन्ट गर्छस् ओके छ त ओके छ गर्न घरतिर बाउले यस्तो कमेन्ट गर्दै गर के हुँदैन बाउ बाउ नै हो छोरा छोरा नै हो भाइ तर बाउमा लट्ठाते नभने चक्रे के म लट्ठाते नभने फेरि आफूले आफूलाई बाउ बाउ हो मात्रै भन् टाढो पुग्नु हेलो ब्रो अब एकदम ठिक छु पूजाको भाडामा गाएछ मेरो छोराले सुतेछ बाजो त है कति बज्यो कति बज्यो चक्रे 9 बजेर 14 मिनट गयो किन सुतेको आज यति छिटो भन्दैछु मेरो छोरा आज थाकेछ स्कुलमा थ्याङ्क यू सो मच गाइस जबै ट्याप गर्नु न माइ हाल्ने